everyone, welcome back to my vlog. Today is very special क्योंकि आज हमारे गैप्स रैंप वॉक करने वाले हैं, है ना? कहाँ करने वाले पता नहीं, मैं भी जा रही हूँ, अभी पहुँची हूँ। चलिए आप लोगों को दिखाती हूँ ना क्या होने क्या वाला है। ये चौरास्ता में देखिए बहुत कुछ चल रहा है इधर। इस तरह से है चौरास्ता का माहौल। आई स्वेयर स्टार्ट हो गया लग रहा है। हाँ, आई थिंक आई एम लेट। स्टार्ट हो गया। चलिए चलते हैं। अवश्य नै पाइरहनु भएको छ। यसरी नै हाम्रा तीनवटा पिलर हामी समक्ष आइसक्नु भएको छ। दर्शकवृन्द अझै दुईटा पिलर हाम्रो बाँकी छ। हामी रमाइलो मार्न पनि मञ्चमा निम्ताइरहेका छौँ। 70 जी हुनुहुन्छ। 70 ma'am, can we have you on the stage? She's also a model. She's an entrepreneur उहाँले आफ्नै Malati stores रन गरिरहनु भएको छ। हाम्रा आज जति पनि 5 जना स्तम्भहरू हुन्छ उहाँहरू सामाजिक कार्यकर्ता मात्र, कसैको छोरी, कसैको बुहारी, कसैको आमा, तर पनि यहाँले आफ्नो घरको दैनिक कार्यलाई प्रचार गरे हाम्रा ती नवदी पिढीहरूको निम्ति एउटा ठुलो प्लेटफर्म तयारी गरिदिनु भएको छ। त्यो हो सौन्दर्य जोडी प्रतियोगिता 2025। आपका ये सौंदर्य जोड़ी प्रतियोगिता है। अच्छा, सो आई थिंक ये कुछ कपल कॉन्टेस्ट है ना? अब छोला किसके साथ जाएगी मुझे नहीं पता, क्योंकि अब वो तो जाएगी नहीं। अरे इधर वो गेस्ट है ना जो वॉक करते हैं, वही है। चलिए यो कार्यक्रमको रिजल्ट सुनेर मात्र तपाईँलाई चाहिदिनु होला, किनभने तपाईँले रिजल्ट नसुनि चाहिदिनु भने यो कार्यक्रम अधुरो हुन्छ। दिनभरि सत्यनारायण पूजाको कथा सुन्यो, बेलुकी चाहिँ पञ्चामृत अपुको राख्ने संस्कृति गरेका टिमहरूलाई यहाँ मञ्च अघि आइदिनु। हालले बुझाइदिनुहोस् न सबैले हाम्रो लागि भित्रै। म यावनी भोटिया र म दार्जिलिङबाट आएको र मेरो
व्यक्तिका सङ्ख्या रहेको छ 01। धन्यवाद। Contestant number 1 यहाँलाई धेरै धेरै बधाई। Anybody जोडी बाँड्ने contestant number 1 हो गया है next straight। Congratulations, Tony. Congratulations. Dami. Walk. Now, Thailand. Contestant number 2 एक छोरी अनि एक छोरा पनि हुन चाहनुहुन्छ। तपाईँ चाहिँ हाम्रो छोरा अनि छोरी। नमस्ते सबैजनालाई। मेरो नाम सुन लामा हो। म गार्डनमा बस्छु। मेरो प्रतिभाग सङ्ख्या रहेको छ 2। धन्यवाद। बधाई छ नानी तपाईँलाई धेरै धेरै। ओके अब हाम्रो छोरा नानीको पालो आइयो। संख्या 02 हो। धन्यवाद। Try, ladies and gentlemen, let's give a good round of applause. धन्यवाद छ नानी कुनैलाई। अब यसरी हामी समक्ष contestant number 3 जोडी आइरहेको छ। contestant number 3 मा पनि हाम्रा छोरा अनि छोरी हुनुहुन्छ। यहाँलाई धेरै धेरै बधाई अनि शुभकामना। मेरो प्रतिभागी सङ्ख्या छ 03। मोराबाट दार्जिलिङबाट आएको हुँ। धन्यवाद। Congratulations नानी तपाईँलाई धेरै धेरै आशिष अनि शुभकामना। हो म दार्जिलिङबाट हो अनि मेरो प्रतिभागी सङ्ख्या धन्यवाद। Who wanted to be said? Congratulations and all the best. अब हामी समक्ष contestant number 4 दुई जोडी हामी माझमा अगाइरहनु भएको छ। हाम्रा दुई छोरीहरूले यस जोडीलाई प्रतिनिधित्व गरिरहनु भएको छ।
नमस्ते सबैजनाहरूलाई मेरो नाम प्रेम प्रधान म भाग्य सङ्ख्या 06 म सुपर स्कुलमा बस्छु धन्यवाद Best of luck. Contestants number 4. मेरो जाति लेप्चा हो अनि म बजाएको हो धन्यवाद अगाडि त सुन्दै यस प्रतियोगिता जोडीमा सौन्दर्य जोडी प्रतियोगितामा हामीले कुनै पनि वर्गका जोडीले भाग लिन पाउँछन् जसमा आज कन्टेस्टेन्ट नम्बर 5 तपाईले देख्नु भएको छ कन्टेस्टेन्ट नम्बर 5 यहाँहरू आमा अनि छोराको जोडी हुनुहुन्छ जोरदार ताली बजाइदिनु भाग लिन चाहन्छु सौन्दर्य जोडी प्रतियोगिता 2025 मा आमा अनि छोराको यो सुन्दर जोडी आमा अनि छोरालाई पनि जोरदार ताली बजाइदिने आफ्नो लिन चाहन्छु त्यसै शिवरो आदरणीय निर्माणय साथै प्रिय दर्शकजन मेरो नाम दीपिका लिम्बू म सिंहबारी वनश्राम दार्जिलिङबाट आएको मेरो प्रतिभाग्य सङ्ख्या रहेको छ 5 धन्यवाद Congratulations. Beautifully said. And best of luck for the entire program. संख्या 05 आमा रिसोले जोडीमा पनि आर्थिक समिति धेरै बधाई अनि शुभकामना दिन चाहन्छौँ बाँकी सम्म छ टेस्ट नम्बर 6 का जोडीहरू अघि बढिरहनु भएको छ Ladies and gentlemen, contestant number 6. They are looking fantastic. And their walk is also fabulous. टेस्ट नम्बर 6 हाम्रो जोडीहरू हुन्छ यस जोडी नमस्ते सबैजनालाई मेरो नाम चाहिँ फियोना राई हो अनि म चाहिँ दार्जिलिङमा बस्छु मेरो प्रति संज्ञा चाहिँ 6 हो धन्यवाद Best of luck, हजुरलाई. नमस्ते सबैजनालाई म वर्षनी राई
दार्जिलिङबाट हो। मेरो प्रतिभा सङ्ख्या 06 हो। धन्यवाद। यहाँलाई धेरै धेरै धन्यवाद। यसरी यस क्याटेगोरीबाट अब यसपछि अन्तिम जोडी प्रतियोगीको रूपमा हाम्रा contestant नम्बर 7 का दुई तालीहरू जोडी तपाईँहरू समक्ष आइपुगेको छ। contestant नम्बर 7 Ladies and gentlemen, we give you 7. दार्जिलिङ सबैजनालाई मेरो नाम सुनियामु यल्मो। म आलुबडी यल्मो गाउँमा बस्छु। मेरो प्रतिभा सङ्ख्या 07 हो। धन्यवाद। Best of luck to you, contestant number 7. सबैजना म ल्याङ्चुङ सुब्बा दार्जिलिङबाट र मेरो प्रतिभागी सङ्ख्या 07। धन्यवाद। प्रतियोगी सङ्ख्या 07 लाई धेरै धेरै बधाई दिन चाहन्छौँ। Contestant number 1 प्रतियोगी संख्या 1 Hazard, beautiful contestant number 1. यहाँ उपस्थित हुनुभएको सबै अतिथिवर्गलाई मेरोबाट सेवा नै। म दिदीमा राई मिरिक निवासी। मेरो प्रतिभागी सङ्ख्या रहेको छ 01। धन्यवाद। Thank you so much. धेरै काल फेरिबाट आउनुभएकी प्रतियोगीलाई धेरै धेरै शुभकामना दिन चाहन्छु। On to contestant number 1. सेवान्य सम्पूर्णमा म निवासी तामाङ। म लेबोङ दार्जिलिङबाट आएको अनि मेरो प्रतिभागी सङ्ख्या रहेको 01। धन्यवाद। प्रतियोगी संख्या 2. दार्जिलिङ यहाँ उपस्थित हुनुभएको सबैमा मेरो नाम फियोना मङ्गाती र म बाट प्रतिनिधित्व गर्दै र मेरो प्रतिभागी सङ्ख्या रहेको छ 02। धन्यवाद। Best of luck for tonight. दार्जिलिङ मेरो नाम स्मृति बराइली। क्लास मेरो प्रतिभागी सङ्ख्या 02। धन्यवाद। Ladies and gentlemen, we are contestant number 3.
नमस्ते दार्जिलिङ, म अनुष्का प्रधान पोखरेलमा आएकी हुँ। मेरो पसन्दी क्या छ दुनिया की। धन्यवाद। यहाँ पनि शुभकामना रिसोनेक्स नम्बर 3 Best of luck, हजुरलाई। Kapu Darjeeling. मेरो नाम शेन सरी पोखरेल निवासी अनि मेरो लागि सङ्ख्या रहेको छ 03। धन्यवाद। यदि धेरै टाढा प्रोग्राम बनाएर पनि म कार्यक्रमको समापन गर्ने टिमलाई धेरै धेरै बधाई अनि शुभकामना। यहाँ हुनुहुन्छ नृत्य गीत जोडी सङ्ख्या 03। And they are looking fantastic. Once again, हजुरलाई best wishes for the entire program. We are giving you some. And they are here with their style, huh? नमस्कार मेरा प्रियजनहरू, मेरो नाम आयुष राय, म खरसाङ निवासी र मेरो प्रतिनिधि सँगै रहेछ 04। धन्यवाद। आयुषलाई धेरै धेरै धन्यवाद। खरसाङबाट आएर पनि हजुरले आफ्नो उपस्थिति दिनुभएको छ। आयुषलाई धन्यवाद दिन चाहन्छु। आयुष फ्रम खरसाङ। नमस्कार दार्जिलिङ, नमस्कार। मेरो नाम रिहान थापा, म एक दार्जिलिङ निवासी अनि मेरो प्रतिभागी सङ्ख्या रहेको छ 04। धन्यवाद। धेरै गम्भीर आवाजमा आफ्नो उपस्थिति आफ्नो परिचय दिनुहुने यहाँलाई धेरै धेरै धन्यवाद। हाम्रो दुई भाइहरूलाई best of luck for the entire program. They have a very good personality. Let's give a round of applause for them. Come on, ladies and gentlemen. नृत्य गीत जोडी सङ्ख्या 2, contestant number 5. हाम्रो चिनारी नै हाम्रो वर्ग हो। नमस्ते दार्जिलिङ, म राम पहाडकी रानी कचुजार निवासी र मेरो प्रतिभागी सङ्ख्या छ 5। धन्यवाद। यहाँलाई धेरै धेरै बधाई अनि शुभकामना। नृत्य गीत जोडी सङ्ख्या 05। नमस्कार, म श्वेता सुनाम दार्जिलिङ चक्रचर निवासी र मेरो प्रतियोगिता भाग्य सङ्ख्या रहेको छ 05। धन्यवाद। हजुरलाई बधाई अनि जानका लागि हामी चिनारी हो।
सेवानले दोर्जुली म अनुज राई माङवा किराती खम्बु राई हैदा सदा दार्जिलिङ निवासी मेरो प्रतिभागी संख्या छ 0 धन्यवाद यहाँहरू धेरै धेरै धन्यवाद सेवाहरू दार्जिलिङ मेरो नाम प्रयास बुढाथोकी म पैँजले श्रीसेबाट आएको मेरो प्रतिभागी सङ्ख्या रहेको छ 0 धन्यवाद फेरि फेरि टाढा सुनिसकेबाट आएर पनि आफ्नो उपस्थित दिनुभएका हाम्रा जोडी सङ्ख्या 0 लाई Ladies and gentlemen, plus 7. यहाँ उपस्थित हुनुभएका सबैजनालाई नमस्कार अन्तका ओझा पोखरीबाट र मेरो भाग्य सङ्ख्या रहेको छ 07 धन्यवाद यदि धेरै टाढा पोखरीबाट आएर पनि हाम्रो यस एकदम शुभमय भएका उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु तपाईँ नि बोक्दै हो Our item is our prize. Ladies and gentlemen, contestant number 7. म लोहार पोखरी लागि सङ्ख्या 0 धन्यवाद यदि धेरै टाढा पोखरीबाट आउनुभएकी प्रतियोगीलाई पनि हामी धेरै धेरै बधाई अनि शुभकामना व्यक्त To our contestant number 13. Oh wow. Habibi. Baby own bags. नमस्कार सबैजनालाई मेरो नाम माया कार्ता म दार्जिलिङको निवासी अनि मेरो प्रतिभागी नम्बर 08 हो धन्यवाद हजुरलाई बेस्ट अफ लक भन्न चाहन्छौ नमस्ते दार्जिलिङ म फैजान अली मेरो प्रतिभाग्य सङ्ख्या छ 08 धन्यवाद फैजललाई धेरै धेरै धन्यवाद यहाँहरू हुनुहुन्छ सौन्दर्य जोडी लेखिका हाम्रो चिनारी नै हाम्रो गर्व हो This is the motto of this particular time. नमस्कार सबैजनालाई म प्रेमा दार्जिलिङ निवासी मेरो प्रतिभागी सङ्ख्या रहेको छ
9 धन्यवाद नेहालाई धेरै धेरै धन्यवाद Let's approach to our contestants number 9. नमस्कार सबैजनालाई मेरो नाम छाया थापा दजरानी वनबाट अनि मेरो प्रतिभागी संख्या 09 धन्यवाद जोडी संख्या 09 का प्रतिभागीलाई धेरै धेरै शुभकामना अनि शुभेच्छा Contestant number 10, we'd like to congratulate and give you best wishes for the entire event. Contestant number 10. Ladies and gentlemen, they are looking fantastic. And indeed, a very confident too. नमस्ते सबैजनालाई म नेहा तिरुवा कालिम्पोङ निवासी र मेरो प्रतियोगी संख्या छ 10 धन्यवाद धेरै टाढा पुग्ने चुनाव भएकी प्रतिनिधिलाई धेरै धेरै शुभकामना नमस्ते सबैजनालाई म विश्वकर्मा र म कालिम्पोङ निवासी र मेरो प्रतियोगी संख्या छ 10 धन्यवाद धेरै टाढा पुग्ने चुनाव भएकी प्रतियोगी संख्या 10 लाई धेरै धेरै बधाई Our identity, Hamrat Bhasa. And this event completely safe. This event is complete, presented by Nari Shakti-Karan team. नमस्ते team मेरो नाम निमल छ कालिम्पोङ निवासी मेरो संख्या रहेको छ 11 धन्यवाद होगी बनाउनु भएकी धेरै धेरै बधाई सबैजनालाई म एन्जल कलेज मङ्गलजुङ निवासी र मेरो प्रतियोगी संख्या रहेको छ 11 धन्यवाद मङ्गलजुङ बनाउनु भएकी प्रतियोगी यसलाई पनि धेरै 25 को आयोजना गरेका छौँ Hamrat Chinani National Banda Ho. प्रतियोगिता सचिन सबैजना ताली मारिदिनुहोस् होला जति पनि हाम्रो Ladies and gentlemen, we give you contestant number 1. It's freaking fantastic. Beautiful. Too much of luck. Yes, I must say that.
Ladies and gentlemen, test number 3 from Sundria Jodi Program. It's been organized and presented by Nari Sasakti Team. Mumbai, Surya Pukekar hadir bersama-sama. Sri Manis Saya. Kali उपस्थित निर्णय उपस्थित सम्पूर्ण यो आन्तरिक हृदयबाट न्याय र अभिवादन गर्न चाहन्छु। धन्यवाद। Both of them, I love you just well. यहाँ पनि कुमारी छोरीले हुनुहुन्छ। लिमाले एकदमै आफ्नो वेशभूषामा सुन्दर देखिरहनु भएका छन्। हाम्रो चिनारी नै हाम्रो गर्व हो। Contestant number 7. 남자 뻥짱 같이 기치기치가 मेरो नाम रेणुका भटिया हो। सन्ध्या राई मेरो नाम यहाँ मेरो नम्बर धन्यवाद छ यहाँलाई। प्रतियोगी संख्या 07 का 2 प्रतियोगी दुईलाई हामी धेरै
नमस्ते सबैजनालाई प्रतियोगी अङ्क 8 सुनिता दार्जिलिङबाट हो अनि सबैलाई धन्यवाद। नमस्कार, म कालिम्पोङबाट आएको छु। मेरो नाम रिङ्कू प्रसाद हो। म लुम्बुङ निवासी बिहारसे छु। मेरो प्रतियोगी सङ्ख्या 8 हो। धन्यवाद। उपस्थिति दिएर हामीलाई सम्झिन्छ तपाईँलाई धेरै धेरै धन्यवाद। सौन्दर्य जोडी सङ्ख्या 08। Best of luck for the entire event. Ladies and gentlemen, visiting contestant number 9 from Saundarya Pratiyogita 2025. हामी समक्ष सौन्दर्य जोडी प्रतियोगिता 2025 मा यसरी सौन्दर्य जोडी सङ्ख्या 09 का प्रतियोगीहरू आइरहेका छन्। Harmony, Mumari Shriunsa, and they are looking very beautiful. मेरो प्रतियोगिता सङ्ख्या 9 र यहाँ उपस्थित हुनुभएका सम्पूर्ण लगायत दर्शकहरूलाई हामी दुई आमा छोरीको लागि धन्यवाद। मेरो नाम निया खवार, म सिन्ता बिस्कुटबाट। मेरो गीत सङ्ख्या 9। धन्यवाद। Hamro is organized and presented by Nari Society. दार्जिलिङबाट अनि मेरो प्रतियोगी नम्बर रहेको छ 10। धन्यवाद। नमस्ते दार्जिलिङ। नमस्ते विनायकगण साथै उपस्थित हुनुभएका हाम्रा आदरणीय अतिथिगणहरू, तपाईँहरू सबैलाई शुभकामना जनाउँदै म अनुपमा खालिकोटे मेरी कृष्णनगरबाट प्रतियोगी सङ्ख्या 10। धन्यवाद। यस्तै उपस्थिति माया ममता र प्रेरणा कार्यक्रमको अन्तसम्म पनि राखिदिनु हुन हामी नारी सशक्तिकरण टिमको तर्फबाट यहाँलाई आग्रह गर्न चाहन्छौँ। Ladies and gentlemen, our Mr. and Mrs. Tiggery. हाम्रो चिनारी नै हाम्रो गर्व हो। हाम्रो साहित्य सङ्गीत, हाम्रो वेशभूषा, हाम्रो त्यसमा भएको थियो It was 2025 and our position, she's the Isha. Ladies and gentlemen, let's get यसरी हाम्रा छिरिङ राज्य सिक्किमबाट आउनुभएका विशेष दिव्य ज्ञानी प्रतिभाका पनि हुनुहुन्छ। यहाँले थुप्रै एउटा कन्टेस्टमा आफ्नो सहभागिता दिनुभयो। East India. Gentlemen,
आदरणीय पवन तामाङलाई हामी आजको यस मञ्चमा न्यानो अभिवादन न्यानो स्वागत गरिरहेका छौँ र यहाँले पनि आफ्नो प्रतिभालाई धेरै मान्छेसम्म पुरस्कारहरू दिइरहेको छ अनि आउने दिनमा पनि यहाँको यो वर्णनीय क्षेत्र करिलो फैल जाओस् भन्ने शुभकामना अनि शुभेच्छा हामी नानी शीर्षक सौंदर्य जोड़ी प्रतियोगिता 2025 हिट पुरस्कार जोड़ी संख्या 1 पता पाड़ देना था दार्जिलिङको यस सौन्दर्य प्रतियोगितामा 50+ का प्रतियोगीहरूले अंशग्रहण गरेका साथै ऐतिहासिक क्षणहरू रहेको छ नारी सशक्ति टिमलाई हामी बधाई यहाँले पनि आफ्नो परिचय तपाईहरु समक्ष राख्नुहुनेछ सेवा दार्जिलिङ म तुङसुङ निवासी कुबी लिम्बू मेरो कन्टेस्टिङ नम्बर तपाईँको 1 बाट आएको हुँ म यस मञ्चमा आउनु पाउँदा एकदमै खुसी लागिरहेको छ धन्यवाद धन्यवाद छ यहाँलाई धेरै धेरै हामी नचाउनेछौँ यहाँलाई यसरी नै यहाँको जोडी संख्या 1 माथि अघिल्लो प्रतियोगी हामी समक्ष आइरहनु भएको छ निवासी दार्जिलिङबाट आएकी मेरो संख्या 1 धन्यवाद बधाई सर बेस्ट ऑफ लक यो जोडीको तपाईँले विभिन्न नाटक विभिन्न मञ्चमा पनि देख्नुहुन्छ उहाँहरू दार्जिलिङका सामाजिक कार्यकर्ताहरू पनि हुनुहुन्छ प्रतियोगी जोडी संख्या 02 सबैलाई नमस्कार म जोसन एल्जन मेरो प्रतिभा संख्या 2 म सुन्दर जातिको कुरुकर्म दोषी छोडाबाट धन्यवाद तपाईँ डरको लाग्यो मलाई फोक्सी झोडा र यति राम्रो हाम्रो जोसनलाई दार्जिलिङका एक सामाजिक कार्यकर्ता जस्तो धेरैवटा बाहिर किन छैन अनि मेरो जोडी नम्बर चाहिँ 2 अनि म महानको दार्जिलिङको सुनि हुँ धन्यवाद यस सौन्दर्य जोडी प्रतियोगिता 2025 का उमेरमा सबैभन्दा पाको मिस्टर टिभी बराइली दार्जिलिङका एक वरिष्ठ नागरिक साथै यहाँले विभिन्न नाटक विभिन्न फिल्महरूमा पनि आफ्नो बेजोड अभिनय अघिबाटै दिइसक्नुभएका एक दार्जिलिङका कला प्रेमी कलाकार मिस्टर टिभी बराइली अनि उहाँका जोडी प्रतियोगी संख्या 03 लाई धेरै धेरै बधाई
लाई नमस्कार म खरसाङ निवासी एनडिओ मेरो संख्या 3 आदरणीय सुधा देशभरि यहाँलाई धेरै धेरै बधाई। यस प्रतियोगिताको उमेरमा समेत पाएको सिनियर सिटिजन यहाँलाई हामी बधाई दिन चाहन्छौँ। यस प्रतियोगितामा उपस्थित हुन भएका मेरा हामीलाई माया गर्ने दर्शक प्रेमीप्रति हार्दिक अभिनन्दन जनाउँदै यहाँलाई प्रकट गर्दछु। अनि नारी शक्तिकरण सशक्तिकरण र हाम्रो चिनारी हाम्रो गौरव यसको लक्ष्य लिएर बढ्नुभएका मेरा दार्जिलिङका दिदी बहिनीहरूलाई मेरो आन्तरिक हृदयबाट अभिवादन प्रकट गर्दै साधुवाद जनाउँदछु। म 77 वर्ष पुगेको युवक हुँ र म युवक बनेर अहिले आइरहेको छु तपाईँहरूको अगाडि। र जुन चाहिँ यो एउटा लक्ष्य लिएर अगाडि बढेका छन् हाम्रो बहिनीहरू, त्यसलाई अलिकति सपोर्ट दिउँ, त्यसलाई अलिकति सहायता गरेर उहाँहरूलाई अझै इन्करेज गरौँ भनेर नै म 77 वर्षको यो यहाँ उपस्थित छु। धन्यवाद। मेरो नाम हो टिभी बराइली। म बिजनबारी विष्टपथ निवासी हुँ। अनि मेरो यो प्रतियोगी संख्या नम्बर 3 छ र हजुरहरूलाई फेरि यस्तो केही आयोजना भयो भने म तपाईँहरूको दर्शन गर्न धन्यवाद। जस्तो उहाँलाई 7 र 7 77 होइन तर 1 र 7 17 जस्तो देखिरहेको छ। यस प्रतियोगिताको उमेरमा सबैभन्दा कान्छो प्रतियोगी टिभी बराइली। Contestant number 3 हुनुहुन्छ। हाम्रो सबैको मनोबल बढाइरहनु भएको छ। He's an inspirational figure for us. मिस्टर टिभी बराइली यतिका उमेरमा पनि उहाँको जोस अनि उहाँको चादर हेर्नुहोस् त, आउने भावी पिँढीलाई धेरै राम्रो सन्देश दिइरहनु भएको छ। यो गीतको यो धुनले पनि उहाँलाई ठ्याक्कै सुहाएको छ। कमरमा खुकुरी भिरेर यतिका 77 वर्षको उमेरमा पनि पर बजारले हाम्रा निर्देवीज्यू अनि अनुदासले उठेर पनि उहाँको सम्मान दिइरहनु भएको छ। This event is organized and presented by Susati Kapunji. निर्णायक मण्डलीका सदस्यहरूलाई म नेपाली कानुन संघबाट हार्दिक अभिनन्दन चढाउँदै म आफ्नो सानो बोकेर राख्न चाहन्छु। के भने हामी चुला ताउका लुगा धुनुदेखि आज यो मञ्च हामीले जुन अवसर पाएका छौँ त्यसलाई हामी बरकरार राख्न चाहन्छौँ। किनभने यो मञ्च यस्तो मञ्च रहेछ प्रथमचोटि यहाँ आएर पाइसकेको छँदा हाम्रो पनि छ भन्ने मलाई लागिरहेको छ। हामी यसलाई सुअवसरदेखि मौका छुपाउन नसकोस्, पनि आफूले यसमा भाग लिन सकोस्। हाम्रो गोर्खा
चेलीहरू हामी यो सुनको छोरी चेलीहरू पनि छौँ घुम्ने सबैलाई नमस्कार मेजर अनि यहाँका उपस्थित निर्णायकगण हाम्रो संस्कृति हाम्रो पर्व टोलीलाई पनि नमस्कार अनि सबै दर्शकवृन्दलाई मबाट नमस्कार। यति सुन्दर कञ्चनजङ्घाको काखमा रहेकी हाम्रो पहाडकी रानी दार्जिलिङ यसमा बसोबास गर्ने गोर्खे सन्तान वीर सन्तानको संस्कृति भाषा र उहाँको वेशभूषालाई अगाडि ल्याउन पाउँदा एकदमै गर्व महसुस गरेको छु। अनि एउटा सानो के कुरा छ भने इङ्ग्लिसमा भन्छ ब्लड स्टिक्स रगत बोल्छ। आज मैले यो मञ्चबाट आएर मैले केही गरेको छु भने मेरो भावी सन्तानले पनि यो काम गर्ने नै छ, कारण जहिले पनि रगत बोलेको हुन्छ र जसले पनि यो कार्य गरेर अगाडि बढिरहेको छ उहाँहरूले यस्तो राम्रो प्लेटफर्म दिनुभएको, यस्तो राम्रो मौका दिनुभएको छ र आउँदो भावी सन्तानले पनि हामीले जस्तो यसलाई स्वीकारेर अगाडि बढाएको छौँ उहाँहरूले पनि यति नै स्वीकारेर अगाडि बढाएर हाम्रो भाषा संस्कृति सबैलाई अगाडि बढाइदियोस् भन्ने आह्वान गर्दछु। धन्यवाद। जोडीहरू हामी समक्ष आइरहनु भएको छ। ese lugar de felicidad, da lo mejor de ti, comienza a vivir, solo sonríe y disfruta lo que está en ti, no te preocupes. She's 56 and she's todo depende de ti, si quieres avanzar hacia la eternidad, arranca el camino. 50+ का प्रतियोगिता मनोबल बढाउन हाम्रा आदरणीय गुरुमा सुधा लामा राई पनि आज हामी समक्ष आइदिनु भएको छ। यहाँलाई नारी सशक्तिकरण केन्द्रबाट धेरै धेरै धन्यवाद दिन चाहन्छु। यहाँ महारानी गर्ल्स हाई स्कुलका फर्मर टिचर हुनुहुन्छ, साथै वर्तमान दार्जिलिङ नगरपालिका वार्ड नम्बर 10 का ब्युटी पार्लरको अनर हुनुहुन्छ अनि यहाँ पनि एउटा मोडलिङको क्षेत्रमा धेरै अघि हुनुहुन्छ। साथै यहाँ लागि नि बिचमा चाहिँ पनि हामी आफै गर्छौँ प्लिज अलिकति एउटा फोटोजको निमित्त सुधा गुरुमालाई श्रीमती रञ्जिता थापाको बहिनीबाट माया सुमिला छेत्री मोमो घर अनि काठमाडौँ किचनका अनर हुनुहुन्छ। यहाँले हामीलाई साथ दिनुभएको छ, जसमा हाम्रो प्रियङ्का छेत्रीको बहिनीबाट यो मायाको चिन्ह हामी भेट गरिरहेछौँ। थ्याङ्क यू सो मच मिस्टर।
getting ahead. So, the nurse Pretty good. And I family. We would like to call आदरणीय वाङचेन लामा जुन हामी मञ्चमा लिएर रहेका छौँ। यहाँ मोडल एक्टर हुनुहुन्छ आदरणीय वाङचेन लामा। He's a rising sir. हिजो वाङचेन लामालाई जोरदार तालीको लेखिदिउँ न। अगाडि बढ्न चाहन्छु दर्शकवृन्द। यहाँ ब्लगर हुनुहुन्छ, एक्टर हुनुहुन्छ, मोडल हुनुहुन्छ अनि आजको यो सौन्दर्य जोडी प्रतियोगिता 2025 मा आफ्नो उपस्थिति हामीलाई दिनुहुने वाङचेन लामालाई धेरै धेरै बधाई अनि शुभकामना। He's a and a rock star. आदरणीय दिव्य यहाँ मोडल अनि इन्फ्लुएन्सर पनि हुनुहुन्छ। यहाँले धेरै राम्रो राम्रो ब्लग्सहरू पनि बनाउनुहुन्छ। सायद आज उहाँका धेरै फलोवर्सहरू पनि आउनु भएको छ होला अनि दिव्यलाई हामी धेरै धेरै बधाई दिन चाहन्छौँ। दिव्य थप्पाहरू तपाईँले देख्नुहुन्छ उहाँले राम्रो राम्रो कन्टेन्टहरू दिएर कार्यक्रमहरूलाई अघि बढाउनुहुन्छ अनि विशेष दिव्य बिके तपाईँलाई पनि हामी आयोजक समिति धेरै धेरै बधाई दिन चाहन्छौँ। Divya Vishwakarma to the and Insta. And I'll be the wonderful human being too. धन्यवाद मैं तेरे तेरे दिव्य यहाँ लाई। Now I'm start to go on to Gracie Gray. Yes, under Gracie यहाँ हामी मञ्चमा लिँदा रहेछौँ। यहाँलाई पनि आजको यस मञ्चमा हामी स्वागत जनाउँछौँ। Under Gracie Grace. She's and she's an actor मोडलिङको क्षेत्रमा यहाँले धेरै ख्यातिहरू कमाइसक्नु भएको छ। यहाँलाई पनि हामी बधाई दिन चाहन्छौँ। अन्जु ग्रेसी ग्रेस बधाईको पात्र हुनुहुन्छ। हामी आयोजक समिति नारी सशक्तिकरणको तर्फबाट आजको यस सौन्दर्य जोडी प्रतियोगिता 2025 मा यहाँलाई पनि न्यानो अभिवादन अनि स्वागत जनाउँछु। Anju Grace. She's Anju, thank you so much, ma'am. Now on stage, I would like to ma'am. यसरी हामी मञ्चमा लिँदा रहेका छौँ कृति राय मुखर्जी र यहाँलाई पनि धेरै धेरै बधाई अनि शुभकामना हाम्रो तर्फबाट। She's a multimedia Mrs. East India beauty pageant. Look, Mrs. कृति राय मुखर्जी यहाँले पनि मोडलिङको क्षेत्रमा धेरै सफलताहरू हासिल गरिसक्नु भएको छ। खुदाबेला मोडलिङमा पनि यहाँले आफूलाई प्रतिनिधित्व गर्दै धेरैवटा सम्मानहरू अघि बढ्दै पाइसक्नु भयो कि विशेष
प्रीति राय मुखर्जी यहाँलाई धेरै धेरै बधाई अनि शुभकामना आउने दिनको निमित्त पनि यहाँको मोडलिङको क्षेत्र अझै पनि सफल भएर जाओस् भन्ने यहाँलाई अग्रिम बधाई अनि शुभकामना। Thank you so much. That's Preeti Rai Mukherjee. यसरी अब हामी मञ्चमा निम्ताइरहेका छौँ मिसेस दीपिका गुरुङ यहाँले पनि मोडलिङको क्षेत्रमा धेरै सम्मानहरू प्राप्त गरिसक्नु भएको छ। मिसेस दीपिका गुरुङ टप 5 contestant of फेस अफ बेङ्गल यहाँले फेस अफ बेङ्गलको 5औं प्रतिनिधिको रूपमा पनि काम गरिसक्नु भएको छ अनि मोडलिङको विभिन्न क्षेत्र अनि विभिन्न मञ्चहरूमा पनि आफ्नो उपस्थिति र यसरी हामी मञ्चमा निम्ताइरहेका छौँ श्रीमती सबिना छेत्री जो खरसाङबाट हुनुहुन्छ एक चर्चित उद्घोषिका अनि उहाँ एक आर्जे पनि हुनुहुन्छ खरसाङका न्युज रिडर पनि हुनुहुन्छ मिठो उद्घोषणा पनि गर्नुहुन्छ श्रीमती सबिना छेत्री गिरी। Ma'am Sabina Chhetri, she's an art from All India Radio Kharsaing. She's a news reader, announcer, senior person. सबिना छेत्री गिरी सूचना एवं सांस्कृतिक विभाग गोर्खाल्यान्ड क्षेत्र प्रशासन खरसाङका उहाँ एक उद्घोषिका पनि हुनुहुन्छ जसले रेडियो खरसाङमा पनि काम गर्नुहुन्छ धेरैवटा कार्यक्रमहरूमा मिठो उद्घोषणा पनि गर्न सकेको भएकी हाम्रा मोडल श्रीमती सबिना छेत्री गिरी यहाँलाई पनि धेरै धेरै बधाई दिन चाहन्छु। Now I request all our model runways, please come up on the stage. जसरी हाम्रा मोडल रनवेहरू हुनुहुन्छ यहाँहरू सबैलाई केही क्षण मञ्चमा आइदिनु हामी आग्रह गर्न चाहन्छौँ। समयले वाङचेन लामा दिव्य बिके अन्जु प्रेसी ग्रेस प्रीति राय मुखर्जी दीपिका तामाङ अनि सबिना छेत्री गिरी। यहाँहरू अघि हुनुहुन्छ मिसेस दिव्य बिके अब पालो आएको छ मिसेस अन्जु ग्रेसी ग्रेस। अब Rai Mukherjee. हजुरको समक्ष श्रीमती दीपिका गुरुङ फेस अफ बेङ्गल टप 5 कन्टेस्टेन्ट हुनुहुन्छ र यसरी मोडल रनवेलाई प्रतिनिधित्व गर्दै यहाँ समक्ष हुनुहुन्छ श्रीमती सबिना छेत्री गिरी खरसाङबाट अनि यहाँ सूचना एवं सांस्कृतिक विभाग खरसाङका भारप्राप्त एक उद्घोषिका पनि हुनुहुन्छ र हाम्रा सबै मोडल रनर्सहरूलाई धेरै धेरै बधाई शुभकामना अनि शुभेच्छा। आयोजक समिति नारी सशक्तिकरण टिमको तर्फबाट आजको यस सौन्दर्य जोडी प्रतियोगिता 2025 मा हाम्रा मित्रहरूलाई हामी निम्ताइरहेका छौँ तपाईँहरूको मनोबल बढाउन अनि तपाईँहरूको यो आउँदैछ I got the cash in the bag, stay on the bag. Born a rock star in this life, gone living up on the attack. Baby, I'm bad. I just wanna get caught up in this life. I'm crazy, I'm mad. Doing no cap. Only God wants you, better go live it up. Cash in the bag, stay on the bag. Baby, I'm bad. Baby, I'm bad. I just wanna stay bad, stay mad. Shit on my shoulder cause they treat me like an outcast. I ain't gonna take that, stay back. I'll be swinging on till the hits come in all caps. I ain't gonna lay back, pray that someone's gonna help me. Ain't nobody like that. I ain't gonna wait, that's all fact. Give me one shot and I'll never get the throne back. Namaste Darjeeling! Tassi Delhi! Namaste Darjeeling! Sampurna!
जति पनि यहाँ उपस्थित हुनु भइरहेको छ मुरमुरी धन्यवाद टक्राउँछु हाम्रो नारी सशक्तिकरणको 5 परी उहाँको माध्यमबाट म हजुरहरू सबैलाई धन्यवाद टक्राउँदै आजको यो कार्यक्रम तपाईँहरूले सक्सेसफुल गर्नुभएको audience is the key of success any events हजुरहरूलाई मेरो एउटा ब्लगको मेरो एउटा फर्स्ट तपाईहरुलाई सिग्नेचर हजुरहरूले बोर्ड नगरिकन सुनिदिनु म अनुमति दिँदै है हजुरहरूलाई थाहै छ नमस्ते जेजेलापा Fiablo Chejelo Camry Mocholi Majo Sewani Assalamu alaikum Jamasi Hallelujah Kuzazangbu त्यसै को साथ आपको चाहिँ मेरो के छ भने चाहिँ गुड नाइट शुभरात्रि जिन्जनाङ्गो शपके sayonara शुभरात्रि तर अहिले बाँकी छ पिक्चर बाँकी उहाँले भन्नुभएको जस्तो हजुरहरूले कृपया लास्टसम्म बसिदिने मेरो अनुरोध अन्त महाकाल बाबाले यो हाम्रो दार्जिलिङलाई सदा आशीर्वाद दिइरहेको छ किनभने तपाईहरुको यस्तो प्यार यो मैले कहीँ देख्दिनँ खाली म दार्जिलिङमा देख्छु I love Darjeeling I love Gorkha people though I am a Tibetan तर मेरो जिन्दगी यहीँ बितिसक्यो that's why I love all the Gorkha people दिलभित्र भनेको no politics I'm telling from my bottom of heart I love Darjeeling I love Darjeeling people Jai Gorkha Jai Kali Ma Kali Thank you so much, Mr. Yeah, for your beautiful speech. Actually, सबै मिलेर यहाँले साँच्चै एउटा मिठो कुरा चाहिँ के गर्नु भएको छ कि यदि हामीले आज कहीँ मानवता पाउँछौँ यदि कहीँ आज साथ अनि माया पाउँछौँ भने त्यो दार्जिलिङ आज यतिका जाडोमा पनि तपाईँ दर्शकहरूले यति साथ दिनुभएको छ हामीलाई हामी तपाईँहरूको आभारी छौँ अनि ग्याप्सलाई पनि हामी एउटा मायाको चिन्ह दिन चाहन्छौँ अनि यहाँलाई केही क्षण मञ्चमा बसिदिनु एउटा आग्रह गर्न चाहन्छौँ प्लिज यहाँ केही जस्तो एउटा Music please, Molly. Special what? धेरै धन्यवाद दिन चाहन्छु हाम्रो यो जोसिलो वक्तव्य साथै यहाँले एउटा स्पेसल वक पनि हामीलाई गरिदिनु भयो मिठो भनाइ पनि राख्नुभयो दार्जिलिङको माया दार्जिलिङलाई यहाँले सधैँ नै सम्झेको भयो अनि हामी श्रीमती रन्जिता थापाको बाहुलीबाट हजुरलाई यो मायाको फ्रेम हामी दिन चाहन्छौँ खदा अर्पण गर्न चाहन्छौँ तपाईँले लन्चद्वारा हामीलाई साथ दिइरहनु भएको छ यहाँले प्रचार प्रसारमा पनि हामीलाई साथ दिइरहनु भएको छ ग्याप्सलाई हामी आन्तरिक हृदयबाट धन्यवाद दिन चाहन्छौँ on behalf of नारी सशक्तिकरण सौन्दर्य जोडी प्रतियोगिता 2025 को तर्फबाट Thank you, Mr. Gabs. Thank you so much. So the bottom of the heart, we'd like to thank you. So I would like to say, 5 जना यो हाम्रो नानी सशक्तिकरणको बढी उहाँलाई thank you very much inviting me here अन्त मलाई यहाँसम्म मेरो लाइफमा म 60 वर्ष पुगिसकेँ है यो मेरो लाइफमा फर्स्ट टाइम मैले ऱ्याम भन्यो भने टिभीमा गरेको थिएँ खालि हेरेको थिएँ है अन्त this is dedicated to my fight for the sport focus on नामको लागि Thank you so much. Thank you. Thank you. यहाँ एउटा फोटो हाम्रो 5 परिहरू छ प्लिज ओके चलो तो दिल लेना तो मैं अभी आई जो हमारा ये कपल वो था ना आज का सौंदर्य
क्या था मैं भूल गई, जो कंपटीशन था तो वो देख के आई हूँ अभी अभी। और गैप्स ने क्या बढ़िया वॉक किया है ना, आप लोगों ने भी देखा। गैप्स इज गैप, हाँ क्या क्या कॉन्फिडेंस है। एनीवेज मैं पूरा तो नहीं देख पाई, बहुत ठंड लग रहा था मुझे है ना, एंड आई वाज देयर फ्रॉम 3 o'clock, तो बहुत ठंड लग रहा था, सो आई केम बैक। एंड वन थिंग यस, आज आप सबके साथ एक अनाउंसमेंट शेयर करना था। हम लोग एक नया दुकान खोल रहे हैं, एंड दैट्स M Kamla स्टोर, एंड द ओपनिंग इज़ ऑन 22nd। जैसे आप लोगों ने देखा अभी दुकान बन रहा है, ऑलमोस्ट कंप्लीट है, अब बस डिस्प्ले करना है ना, बस इतना ही बाकी है। तो यू ऑल आर इन्वाइटेड, प्लीज़ डू कम। इट्स माई क्या बोलते हैं, वेंचर इनटू बिजनेस। मैंने पहले भी किया है, ऐसा नहीं है, बट फुली फ्लेजेड मेरे नाम पे कोई स्टोर नहीं बना था अभी तक। तो आई होप एंड प्रे कि यू नो ये स्टोर अच्छे से चले, एंड आप लोग भी सपोर्ट कीजिएगा, एंड प्लीज़ डू कम इफ़ यू हैव टाइम, एंड चेक आवर न्यू कलेक्शन। सब कुछ नया है, जैकेट से लेकर पैंट एंड शूज़, स्टॉक सब नया है, एंड आई होप आप लोगों को अच्छा लगेगा, एंड बस यही कहना था। सो यू ऑल आर कॉर्डियली इन्वाइटेड ऑन 22nd, प्लीज़ डू कम।